हेलो साथीहरू, वेलकम ब्याक टु फोन एडिटर युट्युब च्यानल। आज मैले फोन एडिटर युट्युब च्यानलमा अनलाइन अर्निङ गरेको पैसा चाहिँ कसरी विथड्र गर्ने भन्ने विषयमा लिएको छु र आज मैले पोपो एप्सबाट चाहिँ हामीले अर्निङ गरेको पैसालाई हामी त्यहाँ भएको सेवा, खल्ती, इपीहरू यहाँबाट चाहिँ हामी कसरी विथड्र गर्छौँ आफ्नो पोपोको पैसा, यसको बारेमा भिडियो लिएर आएको छु। र आजभोलिको जमाना भनेको अनलाइन अर्निङ अथवा अनलाइन अर्किङ, र म चाहिँ यहाँनिर स्क्रिन सेयर गर्छु, प्रुफ देखाउँछु तपाईँहरूलाई। ओके, लु हेर्नुलाई यहाँ मोबाइलको स्क्रिन आइसकेको छ र म चाहिँ यहाँनिर पहिला फर्स्टमा यहाँनिर खल्ती एप्स छ, यो खल्ती एप्स खोलेर तपाईँहरूलाई देखाउन चाहन्छु। र खल्ती एप्समा मेरो ब्यालेन्स कति छ र भरे पोपोको पैसा विथड्र गरेपछि ब्यालेन्स कति हुन्छ सो तपाईँहरूलाई म देखाउनु चाहन्छु र यहाँ प्रुफ तपाईँहरूले हेर्न सक्नुहुन्छ। ओके, लु हेर्नु ल, यहाँनिर 132 रुपियाँ मात्रै छ मेरो यहाँ माथि। यहाँ हेर्नुहोला 132 रुपियाँ छ, यो चाहिँ मेरो खल्ती एप्समा। र मेरो धेरै नै थियो, यहाँबाट अरू घरतिर अथवा कुनै आफ्नो फ्रेन्डहरूलाई मैले ट्रान्सफर गरेको छु। ओके, म अन गर्छु र त्यसपछि यहाँनिर म पोपो एप्स खोल्छु। ल हेर्नुहोला, यो पोपो एप्स यहाँनिर देख्नु भएको छ र पोपो एप्स खोलेपछि यो पोपो एप्स यस्तो किसिमको छ। ओके, त्यसपछि यहाँनिर थोरै एड आउँछ, यसलाई हामी वेट गर्छौँ। ओके, भइसकेको छ। र त्यसपछि यहाँनिर हाम्रो विभिन्न किसिमको अप्सनहरू छ, यहाँ लाइभ छ र म चाहिँ अहिले लाइभ पार्टीमा पनि छु। ल हेर्नुहोस्, म ओपन गरेर देखाउँछु, लाइभ पार्टीमा छु। यो चाहिँ मेरो फेस लाइभ होइन, लाइभ पार्टीमा म बसिरहेको छु। ल हेर्नुहोला, यहाँनिर यो चाहिँ लाइभ पार्टी हुन्। अब यहाँनिर म्युट गर्छु र यसलाई म फेरि ब्याक गरेर अब यहाँनिर मेरो प्रोफाइलमा गएर चाहिँ कति यहाँ पोपोको पोइन्ट छ सो पोइन्ट चाहिँ म विथड्र गर्न लागिरहेको छु। ल यहाँनिर यो प्रोफाइल छ, यो प्रोफाइलमा टच गर्छु। प्रोफाइलमा टच गरिसकेपछि यहाँनिर छ पोइन्ट छ, यहाँनिर पोइन्ट छ अनि फ्रेन्डहरू हुन् र यहाँनिर हाम्रो पोइन्ट, यो पोइन्टलाई म टच गर्छु। यो पोइन्टलाई टच गरिसकेपछि हाम्रो यहाँ माथि पोइन्ट, टोटल पोइन्ट यति छ 2,18,694 छ। यसलाई चाहिँ हामी यहाँनिर विथड्र गर्नेमा टच गर्छौँ। ल हेर्नुलाई, विथड्र गर्दाखेरिमा यहाँनिर देखिन्छ यो मेरो चाहिँ $21.87 भएको छ, $21.87। अब यसलाई हामी विथड्र गर्छौँ। विथड्र गर्नुको लागि मैले पहिला नि खल्ती एप एड गरिरहेको छु र पहिला खल्ती एप्स अथवा कुनै पनि वालेट एड नगर्दाखेरिमा यस्तो किसिमको अप्सन आउँछ। ल हेर्नुलाई, म यहाँ देखाउन चाहन्छु। यसरी यहाँनिर इपे छ, ई सेवा, नेपाल ब्याङ्क ट्रान्सफर, अनि त्यसपछि पेनर फास्ट USD, अनि मोरु र माइफे, यति ब्याङ्कहरू हामी यो हाम्रो पोपो एपमा चाहिँ एड गर्न सक्छौँ। र मेरो चाहिँ यहाँनिर छ खल्तीमा भ्यू भन्ने छ, यहाँनिर एड नगरेको चाहिँ बिन भनेर आएको हुन्छ। र हामी ई सेवाबाट धेरै मान्छेहरूले ई सेवा लगाइरहेको हुन्छ, तर ई सेवामा चाहिँ पोपो एप्सको पैसा डलर चाहिँ $30 भइसकेको मात्रै हामी निकाल्न सक्छौँ। र यो खल्तीबाट चाहिँ हामी होइन $10 नै विथड्र गर्न सक्छौँ। $10 चाहिँ कति पोइन्ट, 1 लाख पोइन्ट पोपोको पोइन्टबाट चाहिँ हामी यो खल्ती एप्समा मजाले विथड्र गर्न सक्छौँ। ओके, म ब्याक जान्छु र विथड्र गर्छु। ल हेर्नुहोला, यो मेरो $21.87 छ। अब यहाँनिर हामी विथड्र गर्न जान्छौँ। विथड्र गर्न जाँदा यहाँ हामी विथड्रमा टच गर्छौँ। विथड्रमा टच गरिसकेपछि यहाँनिर कन्फर्म गर्छौँ, 21 कन्फर्म गर्छौँ। कन्फर्म गरिसकेपछि यहाँनिर पासवर्ड भनेको छ, यो पासवर्ड यहाँ हाल्नुपर्छ। पहिला हामीले बनाउँदा पासवर्ड हुन्छ। ओके, मैले पासवर्ड हालिसकेको छु यहाँ। अब चेक डिटेल्स भनेको छ, अब हामी चेक डिटेल्समा टच गर्छौँ र यहाँनिर ल हेर्नुहोस्, $20.2 चाहिँ मेरो ट्रान्सफर भइसकेको छ। यहाँनिर यो ट्रान्सफर डिटेल्स हो, यहाँ ट्रान्सफर भइसकेको छ। अब म यसलाई स्क्रिनसट गरेर राख्नु पनि सक्छु। ल हेर्नुहोस्, यो मेरो आइसकेको छ। अब हामी यहाँबाट ब्याक गरेर जान्छौँ ई सेवातिर, खल्तीतिर जान्छौँ। ओके, ब्याक गर्छौँ र खल्तीमा जान्छौँ र खल्तीमा ट्रान्सफर भएको छ कि छैन हामी हेर्छौँ। ओके, खल्तीमा टच गर्छौँ। ल हेर्नु, ठक्क यहाँनिर 3,109 रुपियाँ 0.0 पैसा भएको छ। यसरी चाहिँ हामी आफ्नो पोपो एप्समा आर्जन गरेको पोइन्ट्सहरू चाहिँ यसरी टक्क हामी आफ्नो खल्ती एप्स अथवा ई सेवा र यहाँ भएको विभिन्न किसिमको ब्याङ्कको अप्सनहरू देख्छौँ, सो ब्याङ्कहरूमा चाहिँ आरामसँग ट्रान्सफर गर्न सक्छौँ। यसरी चाहिँ हामीले अनलाइन अर्निङ गरेको पैसाहरू।
ओके, यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो मलाई लाइक, अनि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त फेरि अर्को भिडियो भेटौँला।